आजको यस भिडियोमा म हजुरहरूलाई हालैमा भएको इलेक्सनको रिजल्ट पिसी र मोबाइलबाट कसरी हेर्ने सिकाउन गइरहेको छु। सो भिडियो अन्त्यसम्म हेरिदिनु होला। यहाँ हेर्न सक्नुहुन्छ म ब्राउजरमा आइसकेको छु पिसीमा र यहाँ आएर हजुरहरूले इलेक्सन रिजल्ट 2082 लेख्नु होला अहिलेको रिजल्ट हेर्नको लागि। र त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यी कान्तिपुरको वेबसाइट आएको छ र त्यसपछि इलेक्सन कमिसन नेपालको नि आएको छ, तर यो इलेक्सन कमिसन नेपालको वेबसाइट स्लो हुन्छ। सो त्यही भएर यी कान्तिपुरको वेबसाइट ठिक हुन्छ र अर्को एउटा हाम्रो पात्र भन्ने छ त्यसको पनि राम्रो छ, त्योबाट पनि हेर्दा इजी हुन्छ र फास्ट पनि देखाउँछ त्यहाँ। सो यो दुईटा युज गर्न सक्नुहुन्छ। म एक बाई एक कसरी युज गर्ने सिकाउन गइरहेको छु। सो यहाँ हेर्न सक्नुहुन्छ म यी कान्तिपुर खोलिसकेको छु र यहाँ आएपछि यहाँ हेर्न सक्नुहुन्छ पपुलर कन्सिस्टेन्सी भनेर र यहाँ हजुरहरूले आफ्नो क्षेत्रको रिजल्ट चेक गर्नको लागि हेर्न सक्नुहुन्छ। स्टेटमा हजुरहरूको आफ्नो प्रदेश राख्नु होला र त्यसपछि कुन जिल्लाको रिजल्ट हेर्न चाहनुहुन्छ त्यो राख्नु होला र त्यसपछि कन्सिस्टेन्सीमा हजुरहरूको क्षेत्र नम्बर कुन छ त्यो सिलेक्ट गर्नु होला। म यहाँ हेर्न सक्नुहुन्छ झापा 5 को चेक गरिरहेको छु। सो यस यहाँ आएको छ। यहाँ साइडहरूमा मतगणना सुरु भएपछि यहाँ साइडमा नम्बर देखाइनेछ। सो यहाँबाट हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसपछि यहाँ तल आउनुभयो भने हेर्न सक्नुहुन्छ मतदाताको डिटेल्सहरू, कतिजना मतदाता छन्, त्यसै गरी पास्ट इलेक्सनहरूको रिजल्ट पनि यहाँ छ, त्योहरू पनि यहाँबाट हेर्न सक्नुहुन्छ। त्यसपछि अर्को मेथडको लागि हेर्न सक्नुहुन्छ म हाम्रो पात्र भनेर यहाँ लेखेको छु। हजुरहरूलाई यो लिङ्कहरू म डिस्क्रिप्सन बक्समा पनि राखिदिएको छु। सो त्यहाँबाट पनि यहाँ आउन सक्नुहुन्छ र यहाँ आएपछि हेर्न सक्नुहुन्छ हाम्रो पात्र ओपन गरेँ र यहाँ आएपछि यहाँ हेर्न सक्नुहुन्छ प्रतिनिधि सभा निर्वाचन 2082 भनेर र माथि इलेक्सन भनेर पनि एउटा अप्सन छ। हजुरहरूले जुनमा क्लिक गर्दा पनि हुन्छ। सो म यहाँ क्लिक गरेँ र त्यसपछि यहाँ तल आउनुभयो भने यहाँ हेर्न सक्नुहुन्छ HOR डाइरेक्ट भनेर यो चाहिँ प्रत्यक्ष 165वटा क्षेत्रको रिजल्टहरू छ, कुन पार्टीको कतिवटा लिडिङ छ र कतिवटा जितिसक्यो यहाँ हेर आउनेछ र आफ्नो क्षेत्रको अब कसरी हेर्ने त्यसको लागि ब्याक जानु होला र यहाँ हेर्न सक्नुहुन्छ तल आउनुभयो भने पपुलर एरियाज भनेर यहाँ चाहिँ पपुलर एरियाहरूको देखाइनेछ र आफ्नो हेर्नको लागि यहाँ भ्यू अलमा क्लिक गर्नु होला साइडमा रहेको। त्यसपछि आफ्नो क्षेत्रको हेर्नको लागि हेर्न सक्नुहुन्छ आफ्नो प्रोभिन्स सिलेक्ट गर्नु होला। त्यसपछि यहाँ तल गर्दै जानुभयो भने हजुरहरू आफ्नो क्षेत्र देख्न सक्नुहुन्छ। मैले सर्लाही 4 को हेर्दैछु, यहाँ हेर्न सक्नुहुन्छ सर्लाही 4 आइसकेको छ र त्यसपछि आएपछि हेर्न सक्नुहुन्छ भ्यू अल, यसमा क्लिक गरेर त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ उम्मेदवारहरूको नामहरू आइसकेको छ र यहाँ साइडमा नम्बरहरू देखाइनेछ। यहाँले टोटल भोटहरूको बारेमा पनि रहेको छ। सो यसै यहाँबाट चेक गर्न सक्नुहुन्छ। सो यहाँ हेर्न सक्नुहुन्छ मैले आफ्नो मोबाइलको ब्राउजरमा आइसकेको छु। सो यसबाट हेर्नको लागि पनि ब्राउजरमा गएर इलेक्सन रिजल्ट 2082 भनेर सर्च गर्नु होला र त्यसपछि हेर्न सक्नुहुन्छ यी कान्तिपुरको वेबसाइट, यसलाई हजुरहरूले ओपन गर्नु होला र त्यसपछि हजुरहरूले अब कुन क्षेत्रको हेर्नु छ त्योहरू सिलेक्ट गर्नु होला। यहाँ हेर्न सक्नुहुन्छ म प्रोभिन्स, डिस्ट्रिक्ट र यहाँ क्षेत्र नम्बर यहाँ सिलेक्ट गरेँ, सर्चमा क्लिक गर्नु होला र त्यसपछि हेर्न सक्नुहुन्छ उम्मेदवारको नामहरू आइसकेको छ। मतगणना सुरु हुने बित्तिकै यहाँ रिजल्टहरू पनि आउन थाल्छ। सो यहाँबाट हजुरहरूले रिजल्ट हेर्न सक्नुहुन्छ। तल आउनुभयो भने फेरि त्यसरी नै उम्मेदवारहरूको डिटेल्स र पास्ट इलेक्सनहरूको पनि रिजल्ट रहेको छ। सो अब फोनमा हाम्रो पात्रहरूले रिजल्ट हेर्नको लागि हजुरहरूले मोबाइल भर्जनको एप नि युज गर्न सक्नुहुन्छ अथवा वेबसाइट नि युज गर्न सक्नुहुन्छ। मैले यहाँ हेर्न सक्नुहुन्छ प्ले स्टोरमा आइसकेको छु। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पात्र, यसलाई हजुरहरूले डाउनलोड गर्नु होला र यदि छ भने हजुरहरूले यसलाई अपडेट गर्नुपर्ने हुन्छ, किनभने हालै अहिले इलेक्सन रिलेटेड यसमा चेन्जहरू आएको छ। सो यसको म लिङ्क डिस्क्रिप्सन बक्समा पनि राखिदिनेछु र त्यसपछि हाम्रो पात्रलाई ओपन गर्नु होला र यहाँ हेर्न सक्नुहुन्छ प्रतिनिधि सभा सदस्य निर्वाचन भनेर यहाँबाट पनि ओपन गर्न सक्नुहुन्छ अथवा हजुरहरूले 3 डटमा क्लिक गरेर यहाँ हेर्न सक्नुहुन्छ इलेक्सन भनेर यसमा पनि क्लिक गरेर जान सक्नुहुन्छ। त्यसपछि रिजल्ट हेर्नको लागि तल आउनु होला। यहाँ हेर्न सक्नुहुन्छ सेम त्यस्तै पिसी जस्तै रहेको छ। यहाँ HOR डाइरेक्ट भनेर यसमा सिएलमा क्लिक गरेर कुन पार्टीले कतिवटा सिट जित्यो र कतिवटामा लिडिङ छ त्यो हेर्न सक्नुहुन्छ। त्यसै गरी अब आफ्नो क्षेत्र अथवा अरू क्षेत्र हेर्नको लागि फेरि त्यहीँ जानु होला र त्यसपछि यहाँ साइडमा हेर्न सक्नुहुन्छ फिल्टरको अप्सन, यसमा हजुरहरूले क्लिक गर्नु होला र त्यसपछि हजुरहरूको आफ्नो स्टेट, डिस्ट्रिक्ट र त्यसपछि क्षेत्र नम्बर सिलेक्ट गर्नु होला। यति गरेपछि यहाँ सर्चमा क्लिक गर्नु होला। सो यहाँ हेर्न सक्नुहुन्छ उम्मेदवारहरूको नामहरू आइसकेको छ र साइडमा अहिले ड्यास रहेको छ। मतगणना सुरु भएपछि यहाँ हजुरहरूले नम्बरहरू हेर्न सक्नुहुन्छ कतिवटा भोट कसले पायो भनेर र यहाँ ब्याक आएपछि यहाँ हेर्न सक्नुहुन्छ पपुलर क्यान्डिडेटहरूको बारेमा नि रहेको छ, बालेन्द्र शाह, केपी ओली जस्ता।
सो यहाँबाट पनि हजुरहरूले फेमस एरियाको अथवा पपुलर एरियाको हेर्न सक्नुहुन्छ। आशा छ तपाईँले पनि आफ्नो बहुमूल्य मत दिएर देशको विकासको लागि आफ्नो योगदान दिनुभएको होला। साथै हजुरलाई के लाग्छ हाम्रो प्रधानमन्त्री को अब हुनुहुन्छ कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। ओके, सो दिस मच फर टुडे, विल सी यु इन द नेक्स्ट भिडियो, टिल देन टेक केयर, बाय।